ब्लग आफ्टर लङ टाइम धेरै पछाडि अर्को ब्लग आउँदैछ हैन। यो ब्लगलाई सक्दो माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला भन्न म चाहन्छु। आज नयाँ ठाउँको भ्रमण हुँदैछ, जाँदैछौँ हामी, हिँड्न तयारीमा छौँ। बाँकी ब्लग बाटोमा हुँदै र डेस्टिनेसनमा इन्डिङमा देख्नुहुनेछ। हाम्रो कृष्ण सर के छ, कस्तो हुनुहुन्छ? यस्तै त हो नि हो र। अनि हाम्रो धीरेन दाई के छ खबर? अनि हाम्रो अर्को नयाँ पाहुना हाम्रो डेभिड के छ खबर? तिमी त सुतिरहेको छ त, आँखै खोले आएन त नि? आँखा खोले सानै देखिरहेको छ त आँखा त, के भन्नु हो र। गाइस हामी अब बाटोतिर पुग्दैछौँ हैन। हाम्रो यो कुम्भकर्ण घुम्न गएको कुम्भकर्ण यहाँ सुत्नु भएको छ यसरी हैन। घुम्न जाने भन्ने अलि रमाइलो छैन, घुमेको अब घुम्ने प्लानमा गाडीमा मस्तसँग सुतेर गयो, हल्ला खल्लो हुन्छ नि यार। यो चाहिँ हामी अब बोकाहरूको गाडी हो, बोकार्नी हो। यो चाहिँ अब अर्को चाहिँ फ्यामिली अब जोडी जोडी अर्को गाडीमा छ। अनि एकछिन पछाडि म देखाउने नै छु। यो गाडीमा चाहिँ सबै बोकाहरू, एउटा यता मेन बोका यता, अनि सेकेन्डमा चाहिँ यता हो। उता चाहिँ खसी भएर उता ढल्नु भएको छ मस्तसँग होइन, थाकेर होइन। धीरेन दाई बोका हेर्ने हो, बोका हेर्ने कि नै बोका? ऊ बाहिर बोका छ हेर्नु त हो होइन। अब खसी भएर ढलेपछि यस्तै हुन्छ, अब के गर्ने। काठमाडौँ जाने आइस हो यो। यो सबभन्दा एसियाकै सबभन्दा लामो सुरुङ यहाँ काठमाडौँदेखि कहाँ गरे थानकोटबाट छिरेको सुरुङ अब छिर्दैछौँ थानकोटमा हामी। यो सबभन्दा लामो सुरुङ बनाएको छ केपीवाले। ल हेरौँ ल गाइज, यस्तो विकसित हुँदैछ हाम्रो नेपाल। हाम्रो नेपालमा सुरुङ यो मार्ग यति लामो हुँदैछ कि कुरै छाड्दैन। अझै बन्दैछ, बन्न बाँकी नै छ। केपीपा आउँदैछन् रे आज रिबन काट्न। अलि केपीपालाई एकछिनमा देखाउनु पर्छ। नेपालीले गर्छ, जे गर्छ नेपालीले गर्छ होइन। एउटा किडनी नभए पनि अर्को किडनीले काम गरिरहेकै छ। हुँदैन 2 किलोमिटर हेर्दा लाग्छ सहर, काठमाडौँ सहर हेर्दा लाग्छ रहर, साला गिद्धको सहर। ल गाइस यो के हो होइन, आफै कमेन्ट गर्नु होला होइन। यो के जस्तो देखिन्छ होला, अझै म जुम गरेर देखाइदिन्छु ल यसको। ट्याक्कै त्यसकै छ क्या, त्यसकै शिवलिङ्ग। ए अस्ति शिवरात्रि थियो नि त, त्यही अनुसारले बनायो होला नि यो शिवरात्रि। ओमनभित्र पुगिसकेका छौँ होइन, इन्ट्रास भइसकेका छौँ। मोबाइलको नेटवर्क पनि गइसकेको छ। अनि अब 10 मिनट पछाडि हामी त्यहाँ पहुँचिनेछौँ। त्यस पछाडि त्यहाँको भ्युज म देखाउन गइरहेको छु गाइस। हामी ओमनमा आइसकेका छौँ। ठुलो तलाउ छ यहाँ, पानीको ढुङ्गाहरू चलिरहेछन् साइडमा होइन। यही साइडमा हेर्न ढुङ्गाहरू हेर्न आएको चाहिँ हेर्नुहोस् यो तलाउ त ड्याम्मै सुकेको छ त। ओ ओमनको तलाउ। ल ओमनको के अरे कुन हो राजा भन्नु पऱ्यो। यहाँ के अरे तलाउमा पानी कम भएछ यार। यहाँ यो तलाउ हेरेर आएर त्यहाँदेखि त्यति टाढादेखि आएको छैन त यहाँ त। यो के अरे यो बोर्डमा चाहिँ म त पढ्न चाहिँ आउँदैन मलाई। यो बोर्डमा के नाम के लेखेको छ आउन चाहिँ आइयो। ल कृष्ण तलाउ हेऱ्यो त आज? तलाउमा पानी नै रहन्छ, लास्टी भयो तलाउ त सुक्या छ त यार। सबै ओमनको मान्छेलाई खाइगयो यहाँ। हाम्रो राजाहरू यता बस्ने हुनुहुन्छ के अरे, अघि एकछिन पछाडि तलाउ आउँदैछ अरे, पानी आउँदैछ उता त्यहाँनिर होइन। अनि फाइनल्ली आज ओमनमा चाहिँ आइयो। ओमनमा त पानी सबै सुकेको छ, अलि व्यवस्थापन गरेन यार। ओमनको टिकट यो भिजा, ओमनको भिजा यस्तो छ 20 दिरामको अरे, 20 दिराम एडी। अब यहाँ चाहिँ बारबिक्यू गर्ने, बस्ने, यताउता गर्ने छ अरे। पानी छ भन्दैछन्, पानी अब कता छ
गाइस चिसो हावाको तालमा हामी आइपुगेका छौँ यतातिर। यतातिर अब छहराहरू छ अरे, कहाँबाट छहरा छ कताको पानी छ थाहा छैन। यो चाहिँ ओमनको चाहिँ एउटा पिकनिक एरिया, यो चाहिँ पिकनिक एरिया अरे। अनि दिन त डुब्न थाल्यो त, फोटो त खिच्नु पऱ्यो अहिले। खाली छ एरिया यार। यो चाहिँ अब बच्चाहरू खेल्ने ठाउँ, अनि फ्यामिलीहरू बच्चा बच्ची ल्याएर अनि यतातिर चाहिँ यो चाहिँ ओमनको झन्डा यता फरफर मध्याह्न पनि भएको छैन। भर्खर अर्को टोली आइपुगेको छ होइन, महजुडी टोलीहरू। फोटोग्राफी होइन अनि होइन अर्को सामेल चाहिँ भर्खरै आइपुग्नु भएको छ। अनि हेमन्त कस्तो भयो त यात्रा? आउनेको यात्रा भेरी डेन्जर भयो, गाडी तान्यो। भर्खर यहाँ भेट हुनुभएको छ आज? राम्रो छ। घुम्न आउनुहोस्, घुम्न आउँदा हुन्छ यो ठाउँ जस्तो। तर पानी चाहिँ छैन, पानी चाहिँ सुकेछ। बर्खा बाक्समा आउनु होला पानी परेको बेलामा। यो सिजन पनि तर जाडो चाहिँ जाडो, तर रमाइलो छ हो र। मौसम चाहिँ दामी छ यो। ल यतिको ठाउँ चाहिँ घुम्न आउनुपर्छ। मौसम र चिसो मौसम यस्तै एकै राम्रो छ होइन। उता चाहिँ अब मोडेल अब फोटोसुट चलिरहेछ। यहाँ पनि चढेर हान्नु पऱ्यो अनि ल एकछिनमा भिडियो बनाइदिइहालौँ। पछि ट्रान्सफर हाल्नु पर्यो हैन। तर यो चाहिँ यसमा हुनु पर्यो के, यहाँ चाहिँ धेरै पहाड छ, के अरे खोलै रहेनछ त यार। यहाँ चाहिँ ठुलो खोला रहेछ, अलिअलि सुकेछ। यहाँबाट जम्प गर्नु न दाइ। यो मान्छे चाहिँ घुम्न आएको, गाडीभित्र सुत्न गइरहेको मान्छे होइन। घुम्न आएको, निन्द्रा लागेर होइन, गाडीभित्र सुत्न गइरहेको। यहाँ चाहिँ गाइस तल पोखरी छ, पोखरीमा चाहिँ महजोडीहरूले फोटो खिच्दैछन् तल। एकैछिन पछाडि म तल जाँदैछु होइन। यो चाहिँ चिसो मौसम गरिरहेको छ होइन, जाडो छ यार लास्टिकै। बाइकको रेली आयो ल। फाइनली हामी चाहिँ झर्दैछौँ। गाह्रो छ हो यो उकालोमा पनि चढ्न धेरै गाह्रो छ। खुट्टा पो दुख्छ नि त यार, यो त भत्सकै। अब के गर्नु, भोक लागिसक्यो, अरू यस्तै छन्। यता चाहिँ सबैले माछा मारेर आएन। माछा कतिवटा मार्यो? माछा 3वटा पक्रियो। सब यहाँ अब महजुडीहरू मात्रै बसिरहन्, फोटोसुट हुँदैछ होइन। गाह्रो छ हो जिन्दगी होइन, कता गाह्रो छ। यहाँ चाहिँ फोटोग्राफर, यहाँ चाहिँ फोटोसुट हुँदैछ। त्यति टाढाबाट पोखरी हेर्न आएको यो चाहिँ हो। फोनले काम गर्दैन, नेटवर्क छैन। अनि के छ दाइ खबर, सन्चै हुनुहुन्छ? आज कहाँ? मिरबा भन्ने ठाउँमा रोमिङ चलिरहेको छ। सलाम अलैकुम। यहाँबाट चाहिँ अब मोडेल हाम्रो भिडियोको मोडेल चाहिँ यहाँ हुनुहुन्छ होइन। अहिले गाइस हामी यो फोटोसुट गरेर हल्का फुल्का घुमेर चाहिँ सकिसक्यौँ। अनि रात पनि पर्न थालिसक्यो। 2जना केटाहरू यता छन्, अरू सब फाटाफिटा लागिसक्यो कताकै होइन। अन्तिमसम्म यो भिडियो हेर्दैकोमा, साथ दिएकोमा धेरै धेरै धन्यवाद। अनि आगामी दिन पनि सपोर्ट दिन धेरै थकाइ लागिसक्यो गाइस। सपोर्टहरू दिनुहुन्छ भन्ने पूर्ण आशा गर्दछु होइन। यति नै हो।